होइन छोड्दाखेरि एकै ठाउँमा डल्ला परिरहेको थियो। अहिले ठाउँ ठाउँमा सबैतिर फिजिएर मस्तसँग खेलिरहेको छु चल्लाहरू है, खुसी भएर। यहाँ चारिबाट प्याक गरेर पठाउनेहरूले कार्टुनमा प्याक गरेर पठाएर डल्लो भएर बसिरहेको थियो। यहाँ बाहिर खेल्न पाउँदै एकदम खुसी भएर दौडी दौडी खेलिरहेको छु चल्लाहरू। ल स्विमिङ पनि खेल्दैछन् त्यहाँ बाँडोमा, ट्याक्क माथि नै चढेर ट्याक्कसँगले स्विमिङ पनि खेल्दैछन्। साउजीहरू यहाँ बाहिर साइडमा बसेर निरीक्षण गर्दैछन् के गर्छ भनेर। मेन साउजीमा हो शाखा साउजीमा हात देखाइरहनु पर्छ साउजीको। ल अनि मेन साउजी चाहिँ यिनीहरू नै हो है। यिनीहरू राम्रो भइदियो भने साउजी पनि राम्रो हुने हो। अब यिनीहरू नै राम्रो भइदिएनन् भने साउजी पनि हेरे हेरे हुने हो। मेन साउजी यो उता स्विमिङ खेलिसक्यो त अरे फेरि पानीको भाँडा। यहाँ त स्विमिङ खेल्ने डर हुन्छ नि, तल छोडेपछि त यसरी भाँडा माथि गएर स्विमिङ खेल्छन्। गर्दै सबैतिर खेल्न थालिसक्यो। होइन छोडेको ठाउँ यहीँ हो। यहाँ चाहिँ कम भइसक्यो, अन्त दौडिने ठाउँ चाहिँ धेरै भइसक्यो चल्लाहरू। यस्तो मजाले खेल्छन् कि चल्लाहरू हेरिरहँ जस्तो हुन्छ है। चारैतिर मजासँगले हिँडिरहेछन् चल्लाहरू। यही स्विमिङ गरिसक्यो यो चल्ला। छन्ने बित्तिकै पानी दाना खान सुरु भइसक्यो। ब्रोइलर भनेको यस्तो हुन्छ, चल्ला छन्न नपाइकन यहाँ पनि हान्न थालिसक्यो। होइन छोडेको ठाउँमा खाली भयो, उतातिर बाक्लो भयो पनि। यस्तो छ अवस्था। पानी चाहिँ हाम्रो यसरी पकाइन्छ बोर्डरमाथि। ट्याक्क यो बाटा राखिने हो, त्यो आगो बलिरहेको हुन्छ भित्र भुसको। त्यसैमा पानी तात्छ है कुखुरालाई हाल्नुलाई। यो चाहिँ कुखुरा छोडेको 15 मिनट पछिको दृश्य हो है गाइस। ल यस्तो मजाले खेलिरहेको छु गर्दै। जुदिकन खान्छन् कि फेरि यिनीहरूले पानी दाना खाँदाखेरि चाहिँ एकदम मजासँगले जुदिकन एकअर्कालाई ढिस हानिकन खान्छ है। यता सबैतिर बराबर छ अहिले चाहिँ चल्ला। यहाँ छोडेर होइन, यहाँ बरु कम भयो अहिले, उता धेरै भयो। यही हो है त गाइस, यसरी छोडिन्छु चल्ला। यसै गरी हेर्ने हो। अब ठुल्ठुलो भएपछि नि यसो भिडियो आउँदै गर्छ, हेर्दै गर्नु होला।